गुड मर्निङ एभ्रिवान। सिडनीको वेदर घाम लागिरहेछ अनि हामी आज जाँदैछौँ यस्तो स्पेसल ठाउँमा। कहाँ रे? I don't know. सरप्राइज। कुन ठाउँमा रे यो? Campbelltown. Beautiful flowers also, and they are explaining what kind of flower they are, which is good. કોઈ flower को enthusiast हुनुहुन्छ भने you can know कुन flower हो यता त्यता के यता पारी चाहिँ पिकनिक स्पट छ, त्यो कार पार्कदेखि पछाडि अनि एकदमै ठुलो रहेछ। मान्छेहरू यहाँ बसेर नि पिकनिक खाइरहेछ अनि आई डोन्ट नो फिसिङ गर्न मिल्छ कि नि, तर यहाँ लेक चाहिँ रहेछ। बच्चाहरू खेलिरहेछ। कस्तो राम्रो फ्रेस। यो गार्डन यस्तो राम्रो हुनुको मेहनत पनि यति धेरै छ। घाँस काटे गर्छ एभ्री डे, त्यही भएर ल्यान्डस्केप पनि यति राम्रो देख्छ, गलिचा जस्तो। कति धेरै मान्छेहरू हिँडिरहेछ। सिडनीबाट धेरै टाढा पनि छैन। यो ठाउँमा पिकनिक आउन रमाइलो हुँदैछ है, सबजना पिकनिक आइरहेछ। फ्यामिलीसँग होल डे स्पेन्ड गर्नु। त्यो डाँडामा हेर न, उ त्यहाँ माथि पनि जान मिल्दो रहेछ क्या हो। गाडी जान्छ जस्तो छ त्यहाँ माथि, गाडी गइरहेछ त। सी दुईवटा वे छ क्या त्यहाँ, हामीले चाहिँ यता राख्यौँ। सिडनीबाट नजिकै कहाँ गएर खाने बस्ने फोटो खिच्ने रमाइलो गर्ने, लेकको नजिकै भनेर सोचिरहनु भएको छ भने दिस कुड बी द बेस्ट अप्सन। यहाँनिर फुटबल खेल्ने ठाउँ पनि रहेछ। त्यहाँ पारि त बार्बिक्यू स्पट रहेछ। बार्बिक्यू हावा चलिरहेछ, शीतल छ। हिँड्न चाहिँ पर्दो रहेछ, टन्नै हिँड्नुपर्छ। 1-2 घन्टा हिँड्न सक्नुहुन्छ भने मजा हुन्छ। म आधी घन्टा भइसक्यो हिँडेको, थकै लागिरहेछ तर पनि रमाइलो भइरहेछ। तपाईँहरूलाई पनि आउन मन छ भने अगेन द प्लेस इज क्याम्बलटाउनको बोटानिक गार्डन। म्यासिभ रहेछ। दुईवटा लेक रहेछ यहाँ चाहिँ। एउटा लेक चाहिँ यो लेफ्ट ह्यान्ड साइडमा छ, अर्को लेक चाहिँ यो हो। अब हामी चाहिँ यहाँबाट हिँडेर त्यहाँ माथिसम्म जान ट्राई गरिरहेको छौँ। त्यहाँ माथि त्यो बेन्च देखिरहेछ नि, देखाएको छैन होला यहाँ। त्यो टपमा त्यो जुन ट्री छ नि, हो त्यो ट्रीसम्म जान खोजिरहेको छौँ। स्टामिनाले कतिको दिन्छ हेर्नु है। त्यहाँ माथिबाट एकदमै राम्रो देख्छ होला यो भ्यू। यो चाहिँ फर्स्ट राइट ह्यान्ड साइडको लेक भयो, अनि यतातिर पनि छ क्या अर्को। सो त्यहाँ माथि गएपछि हेरौँ है कस्तो देख्छ। हामी हिँडेर यहाँ पारिसम्म आइसक्यो है। यता यस्तो छ अनि यता यस्तो छ, अनि ल्यान्डस्केप त्यस्तो। अनि हामी चाहिँ पुरा हिँडिरहेछौँ, कस्तो गरम भइरहेछ। कस्तो भइरहेछ अनि? थके लाग्छ छैन? घुम्न पायो भने थके लाग्दैन नि तिमीलाई? यस्तो उकालो हिँड्दैछौँ। नेपाली दाजुभाइहरू त्यहाँ हुनुहुन्छ। हाफ वे थ्रु हामीले बनाइसक्यौँ है। आधी घन्टा हिँड्यो। आयो पछाडिको भ्यू कस्तो देख्छ यहाँबाट? असम देख्दो रहेछ। अब चाहिँ almost there guys. We make it happen.
तपाईहरु पनि यो ठाउँमा आएर यो टपमा आउनु भयो भने लेट मी नो इन द कमेन्ट। गर्मीमा आयो भने सही हुन्छ है, हावा चलिरहेछ। यस्तो गर्मी छ तर गर्मी फिल भएको छैन त्यति। अनि सी द भ्यू। त्यो पारी गाउँ हेर, यहाँबाट के देखिएछ त? फर्स्ट टाइम आएको यार म यस्तो ठाउँमा। यस्तो हावा चलिरहेछ। इट्स लाइक फर्स्ट टाइम आएको म यस्तो ठाउँमा यार। सिरियस 1/360 हालिदिन्छु म। टपबाटको भ्यू हेरौँ है त। यो ठाउँमा आउनलाई म आउँ त्यहाँबाट हिँडेको, त्यो कर्नरबाट हिँडेर पुरै हिँडेर यो सबै घुमेर वहाँ माथि डाँडामा अघि पुगेको थिएँ म। त्यहाँबाट त्यो ल्यान्डस्केप हेरेर अनि फर्केर यो पुरै हिँडेर यत्रो उकालो आएको यहाँसम्म। 1 आवर। यस्तो रमाइलो छ। यस्तो केभ जस्तो छ है यहाँबाट भित्र। लेट्स गो। के छ थाहा छैन, इन्ट्रेस्टिङ, एकदमै इन्ट्रेस्टिङ कुराहरू छ। अनि इट्स एभ्रिवेयर, इट्स रिटन लाइक स्नेक्स लेखिरहेको छ एभ्रिवेयर। लुक एट दैट। सो वी प्रोबब्ली नीड टु बी केयरफुल विथ स्नेक्स। यस्तो वाटरफल। If you guys love nature, then this is it. Nature को कुनै पनि कमी छैन यहाँ चाहिँ। 475 million years ago रे, 360 million year ago। पुरै पुरानो कुराहरू रहेछ। सो यो सानो फरेस्टबाट हामी बाहिर निस्क्यौँ। अब यहाँबाट फेरि तल कनेक्ट हुन्छ हामी त्यही ठाउँमा जुन ठाउँबाट अघि हामी आएको थियो। सो एक्जिट लिन चाहिँ सजिलो रहेछ, अल्छी लाग्यो भने।